लक्ष्मणको क्रस डिफेन्स गर्न सकेका छैनन् मदन स्याङथानको शट रनेछ र हेडर माथ्यु पाबतुन्जे ब्रेक थ्रु पाएका छन् अब चितलाङ अग्रतामा गएको छ विभागीय टोलीको विरुद्ध द राइट पोजिसनिङ भन्न सक्छौँ यसलाई राइट टाइममा त्यो पनि र यो क्रस एकदमै राम्रो इम्प्रोभाइज हेडर रह्यो र गाइड मात्र गरिदिएका थिए माथ्यु जोन राम्रो बलहरू त आज उनले लन्च गरे तर यहाँ पनि अन गोलको खतरा ओह चितवनको लागि यो निकै नै दुर्भाग्य लक्ष्मण राणा मगरको आत्मघाती गोल हुनेछ गोलकिपर आउट अफ द पोजिसन गइसकेका थिए ड्रामा उत्पन्न भएको सेन्पा कम्प्लेक्स आधो बाटोमा र आजका उत्कृष्ट बल डिस्ट्रिब्युटर जोनको यो प्रयास सिम्पल ब्याक पास रहेको थियो तर गोलकिपर भने अगाडि बढेका थिए उनको वाइडमा एक्सपेक्ट गरेका थिएनन् उनले यो मिस कम्युनिकेसन रहन पुग्यो दुईजनाको बीचमा